आज 12औं दिन यीशुको साथमा क्रुससम्मको यात्रा, बलिदानको वेदी, प्रस्थान 38को 1-7, रोमी 12को 1 र 2, पहिलो राजा 1को 50, दोस्रो सामुएल 24को 24। तपाईँ बलिदान चढाउने स्थानलाई कुनै परवाह नै नगरी आफैलाई परमेश्वरको उपस्थितिमा पाउने आशा गर्न सक्नुहुन्न। परमप्रभुले मोशालाई भन्नुभयो, तैले बाबुल काठको वेदी बनाउनु। प्रस्थान 27को 1। तिमीहरूको आत्मिक उपासनाको रूपमा आआफ्नो शरीरलाई पवित्र र परमेश्वरलाई ग्रहण योग्य हुने जिउँदो बलिको रूपमा अर्पण गर्नका निम्ति। रोमी 12को 1। वास्तविक बलिदान बिना कुनै पनि वास्तविक मूल्यको कुनै पनि कुरा हामी पाउँदैनौँ। बलिदान नचढाई प्राप्त गरेका कुनै पनि कुराको हामी साँच्चै सराहना गर्दैनौँ। बाइबलीय विश्वास त्यो हो जसले बलिदानको मुख्य स्थान छ भन्ने स्वीकार गर्छ अनि लिनुभन्दा बढो दिनु इच्छुक हुन्छ। पवित्र स्थानको सम्पूर्ण ढाँचाले हामीलाई धेरैवटा कुरा सिकाउँछ। त्यो भवनको ढाँचा, त्यसमा भएका सरसामानहरू र त्यो बनाउन प्रयोग गरिएका सामग्रीहरू। त्यो ढाँचामा परमेश्वर कहाँ पस्ने ढोका एउटै मात्र थियो र त्यो पूर्वतिरको ढोका थियो। अहिले येशू त्यो ढोका हुनुहुन्छ। उहाँ परमेश्वरको वासस्थानमा प्रवेश गर्ने ढोका हुनुहुन्छ। अहिले हामी पसिसकेका छौँ भने हामी कहाँ छौँ त? एकचोटि भित्र पसेपछि हामी पहिलो कुरा के गर्छौँ? अहिलेसम्म ढोकामा नै हुनेहरूका निम्ति परमेश्वरसँग एउटा महत्त्वपूर्ण सन्देश छ। त्यो ढोकाबाट भित्र पसेपछि हामी पहिलो कुरा बलिदानको वेदी देख्दछौँ। सायद हामी मध्ये कोही उपस्थितिको रोटीको टेबल देख्न मन पराउँछौँ, जहाँ परमेश्वरले हाम्रा निम्ति प्रबन्ध गर्नुहुन्छ, तर हामी बलिदान चढाउनु पर्ने स्थान भेटाउँछौँ। बलिदान कति अनिवार्य छ त्यो पूर्ण रूपले विश्वासको कुरा हो। परमेश्वरको उपस्थिति खोज्नेहरूमा बलिदान चढाउने गुण हुनु अति आवश्यक हुन्छ। पवित्र स्थानमा परमेश्वरको उपस्थितिमा प्रवेश गर्दा कसैले पनि यो वेदीलाई नदेखाएको जस्तो गर्न सक्दैनथ्यो। आफैलाई बचाउनु मानिसको एक स्वाभाविक प्रवृत्ति हुन्छ, तर बलिदान ईश्वरीय हो अनि यो संसारिक मात्र नभएर त्योभन्दा बढी हो। कसैले एकपल्ट यसो भनेका छन्, जुन विश्वासका निम्ति बलिदान गर्नु उचित हुँदैन, त्यस्तो विश्वासका निम्ति जिउनु उचित हुँदैन। क्रिस्चियनका निम्ति बलिदान नभएको कुनै विश्वास हुँदैन। बलिदानलाई व्यवस्था गर्न सकिँदैन। परमेश्वर कहाँ जाने बाटोमा सधैँ यो बलिदानको स्थान हुन्छ। यो वेदी र बलिदानलाई व्यवस्था गर्ने अरू कुनै पनि बाटोले परमेश्वर कहाँ पुर्याउँदैन। आज ख्रिस्टे मत र प्रचारका धेरै कुराले हर किसिमका संसारिक र भौतिक आशिषहरू र समृद्धिको प्रतिज्ञा गर्दछ। बलिदानमा विश्वास नगर्ने क्रिस्चियन विश्वास खोक्रो क्रिस्चियन विश्वास हो। आज क्रिस्चियन विश्वासमा धेरै खोक्रोपना छ, जसले पाउन मात्रै चाहन्छ तर दिन चाहँदैन। ख्रिस्ट येशूको आफ्नै शब्दमा यस्तो शिक्षा दिनुभएको छ, आफ्नो इच्छा पूरा गर्न म स्वर्गबाट ओर्लिआएको होइन, तर मलाई पठाउनु हुनेको इच्छा पूरा गर्नलाई आएको हुँ। साँचो परमेश्वरलाई खोजी गर्दा र परमेश्वरमा साँचो विश्वासको अभ्यास गर्दा यसैले सधैँ हामीलाई पहिलो बलिदान चढाउने स्थानमा ल्याउँछौँ। हाम्रो जीवनशैलीमा, हाम्रो विश्वासमा, हाम्रा संसाधनहरूमा, हाम्रो मनमा, कर्म र वचनमा बलिदान स्वरूप दिनु साँचो क्रिस्चियन विश्वासको गुण हो।
एउटा गतिशील विश्वास अति वास्तविक हुन्छ। त्यसमा बलिदानको झलक मात्र हुँदैन, हाम्रो जीवन र परमेश्वरप्रतिको सेवाले प्रत्येक दिन बलिदानको माग गर्दछ। तर यसले हाम्रो साक्षीलाई विशेष महत्त्व दिन्छ। येशूले जसरी आफैलाई बलिदान गर्नुभयो त्यो सबैभन्दा महान बलिदान र अन्तर्जीवनको अति मूल्यवान दान थियो। हामीलाई त्यो दान दिनका निम्ति येशूले तिर्नुभएको मूल्य अति धेरै थियो। हाम्रो विश्वास र आत्मिकताको गुण त्यही हदसम्म असल हुन्छ जसको कारण हामी ती बलिदानहरू चढाउँदछौँ। जसका विश्वास जीवन्त र वास्तविक देखिन्छ ती मानिसहरू तिनकै हुन् जसले बलिदानको सेवा गर्न सिकेका हुन्छ। हाम्रो आत्मिकताको आधार बलिदानमा छ, हाम्रो आराधनामा पनि छ। जसरी सन्त पावलले भनेका छन्, यो हाम्रो आत्मिक उपासनाको कार्य हो। हामी मध्ये धेरैजना यो विचार गर्दछौँ कि असल आराधना सेवा त्यही हो जसबाट हामी केही पाउँछौँ। तर साँचो कुरा के हो भने असल आराधना हामी त्यो आराधना सेवामा के दिन्छौँ भने कुराद्वारा हुन्छ। यसै कारण त्यसलाई प्रशंसाको बलिदान भनिएको छ। एउटा साँचो र सक्रिय आराधना सेवामा म के पाउँछु भन्ने भन्दा बढी म के दिन्छु भन्ने कुरा हुन्छ। हामीले चढाउन सक्ने बलिदानहरू हुन् प्रशंसाका भेटीहरू, हाम्रा भौतिक सम्पत्तिहरू अनि दशमशरा भेटी, समय र योग्यता। यसरी त्यो वेदीले नै त्यो उद्देश्य र लक्ष्य प्रकट गर्दछ अनि त्यो पाउनु होइन तर दिनु हो। तापनि विडम्बना यो छ कि जब हामी दिन्छौँ तब हामी पाउँछौँ अनि दिने गर्दा काम प्राय धेरै समयसम्म रहने र सुन्दर फाइदाहरू पाइन्छ। जब हामी बलिदानको वेदीबाट सुरु गर्छौँ तब परमेश्वरको उपस्थितिमा पुग्छौँ अनि यदि हामीले बलिदानको यो वेदीलाई व्यवस्था गर्यौँ भने हामी उच्च स्तरको विश्वास गुमाउँदछौँ र हाम्रो जीवनमा परमेश्वरको वास्तविक उपस्थिति पाउनबाट वञ्चित हुन्छौँ। विश्वासमा जिउन र शक्तिशाली रूपले परमेश्वरको उपस्थितिको अभ्यास गर्न त्यति बेला सम्भव हुन्छ जब हामी बलिदानको वेदीलाई हाम्रो जीवनशैली बनाउँछौँ। प्रश्न यो छ कि के तपाईँ अहिलेसम्म त्यहाँ जानुभएको छ? लेन्ट काल हाम्रा निम्ति बलिदानको वेदीको नजिक आउने र परमेश्वरको उपस्थितिको वास्तविक अर्थ बुझाउने सर्वोत्तम मौका हो। यो समयमा केही कुरा मनन गरौँ। मैले बलिदानलाई कसरी बुझेको छु? मेरो बुझाइ सकारात्मक कि नकारात्मक छ? के मेरो निम्ति परमेश्वर पहिलो र सबैभन्दा महत्त्वपूर्ण व्यक्ति हुनुहुन्छ? म कसरी बलिदानको वेदी हुन गइरहेको छु? परमेश्वरलाई खुसी तुल्याउन म कुन कुन उपाय गर्न सक्छु? हामी यसै गरी प्रयोग गरौँ। म परमेश्वरलाई प्रसन्न तुल्याउन मेरो शरीर प्रयोग गर्नेछु। म मेरो समय परमेश्वरको सेवा गर्नका निम्ति खर्च गर्नेछु। मसित भएको धन वा थोरै पैसा म सेवाकाईका निम्ति खर्च गर्नेछु। म मेरो दशमशरा भेटीहरू दिने कुरामा इमान्दार हुनेछु। हामी समय प्रार्थना गरौँ। प्रिय परमेश्वर, मसित अनुग्रही बन्ने भएको निम्ति र मेरो जीवनभर मलाई सिकाउनु भएको निम्ति तपाईँलाई धन्यवाद। म मानिलिन्छु कि मैले जान्दा जान्दै पनि बलिदान रूपी जीवन दिएको छैन, तर अहिले मलाई यो सम्झना भएको छ म मेरो जीवन तपाईँमा अर्पण गर्दछु र मलाई बलिदान रूपी जीवन जिउन कृपा गर्नुहोस् भन्ने बिन्ती गर्दछु। येशूको प्यारो नाउँमा म प्रार्थना गर्दछु।